नमस्कार श्रोता साथी, बालबालिकाको संरक्षण र बाल अधिकारको प्रवर्धनका लागि राइट फर चिल्ड्रेनद्वारा सञ्चालित हामी बालबालिकाहरूको आफ्नै रेडियो कार्यक्रम मिलिजुली बोलाउनमा स्वागत छ। म हुँ हजुरहरूको आफ्नै साथी सृजना, म मल्लिका र म बाजिन्द्र। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ दिदी दुर्गाले। श्रोता साथी, हजुर हाम्रो कार्यक्रम मिलिजुली बोलाउ स्याङ्जा र पाल्पाका विभिन्न रेडियो स्टेसनका साथसाथै हाम्रो वेबसाइट www.milijuly.org मा लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। श्रोता साथी, आज हामीले हाम्रो कार्यक्रमलाई फरक शैलीबाट प्रस्तुत गर्नेछौँ। साथीहरू, आज हामी रिलेसनको बारेमा कुरा गर्छौँ। रिलेसन धेरै प्रकारको हुन्छ, जस्तै उदाहरणको लागि आमा छोरा, बुबा छोरी, बेस्ट फ्रेन्ड्स एन्ड लभर्स टु। र यदि धेरै रिलेसन वा सम्बन्ध मध्ये सबैभन्दा प्यारो रिलेसन हो ब्रदर एन्ड सिस्टरको। श्रोता साथी, हामीले स्टुडियोको साथीहरूको साथसाथै हामीले हाम्रो घर नजिकैको साथीहरूसँग पनि कुराकानी गरेका थियौँ। अब दिदीको बारेमा बहिनीसँग, अनि बहिनीको बारेमा दिदीसँग, दाइको बारेमा भाइसँग, भाइको बारेमा दाइसँग, यस्तै कुराहरू गरेका थियौँ। र यसलाई अझै प्रश्न पार्नका लागि हाम्रो साथी नमुनाले हाम्रो स्टुडियोकै साथी प्रवेशको बहिनीसँग कुराकानी गर्नुभएको थियो। प्रवेश त स्टुडियोमा धेरै सोझो बनेर हिँड्छ, तर आजको यस कुराकानीपछि बल्ल थाहा हुन्छ कि प्रवेश आफ्नो घरमा कस्तो भानु व्यवहार गर्दो रहेछ, होइन त बाजिन्द्र? हो, ल सुनौ है त कि प्रवेश आफ्नो घरमा कस्तो रहेछ। नमस्कार श्रोता साथी, मेरो स्टुडियोको साथी प्रवेशको बहिनीसँग चाहिँ कुरा गर्न गइरहेकी छु। हजुर, तिम्रो नाम? मेरो नाम प्रतीक्षा वास्तला हो। तिमीलाई के आफ्नो दाइको चाहिँ कुन चाहिँ गुड ह्याबिटहरू चाहिँ राम्रो लाग्छ? उहाँले मलाई पढाइको बारेमा सिकाइदिँदाखेरि, राम्रो व्यवहार गर्दाखेरि। पढाइमा त सिकाइदिन्छ, अनि के अरे त्यसपछि उसको चाहिँ ब्याड ह्याबिट के तिमीलाई त्यो कहिलेकाहीँ सिकाइदिन्छ, अनि त्यसपछि उसको ब्याड ह्याबिट चाहिँ? उहाँले घरिघरि पिट्नुहुन्छ, जिस्काउनुहुन्छ, त्यही मलाई राम्रो लाग्दैन। अनि ऊ चाहिँ के अरे त्यो पिट्ने अनि पढाउने सिकाइदिने बाहेक चाहिँ कतिको फ्रेन्डली छ त नि? फ्रेन्डली त राम्रै हुनुहुन्छ। अनि उसले चाहिँ तिमीप्रति चाहिँ कस्तो व्यवहार गर्दा चाहिँ अनि के गर्दा चाहिँ राम्रो लाग्छ? मलाई कहिलेकाहीँ मैले नजानेको प्रब्लमहरू, म्याथको प्रब्लमहरू सोद्धाखेरि, सिकाइदिँदाखेरि मलाई धेरै खुसी लाग्छ। अनि घरमा चाहिँ कतिको झगडा हुन्छ त नि? झगडा त घरिघरि झगडा त भइहाल्छ। अनि घरमा चाहिँ कहिलेकाहीँ आमा बुवाहरू बाहिर भएको बेला, बाहिर काम परेर जाँदाखेरि, अनि आफू घरमा चाहिँ दुईजना मात्र हुँदा चाहिँ के गरेर बस्नुहुन्छ नि दुईजना? घरिघरि पढिन्छ, टिभी सिरियलहरू हेरिन्छ, त्यही हो, खेलेर बसिन्छ। अनि टिभी हेर्दा चाहिँ फेरि खोसाखोस हुन्छ होला नि रिमोट? रिमोटको लागि त धेरै नै झगडा हुन्छ। अनि मम्मी बाबाले चाहिँ भनेको चाहिँ कतिको मान्छे हुन्छ त दुईजनाले? दाइले त भनेको मान्नुहुन्न, मैले हो भनेको माने। दाइले त पढेर मात्र बस्नुहुन्छ, मैले काम गर्छु धेरै जस्तो। यो कुरा म त बिर्सेछु। म त अब के अरे घर जाने टाइम हुन्छ, म जान्छु है। बाई बाई। प्रवेशको बहिनीसँगको कुराकानी त सुनिहाल्यो। अब हामीलाई थाहा भयो कि प्रवेश घरमा कस्तो रहेछ भनेर। अनि साँच्चै नै श्रोता साथी, हजुरहरूलाई थाहा छ ब्रदर्स एन्ड सिस्टर बिच कस्तो रिलेसन हुन्छ भनेर? आई थिङ्क संसारमा सबैभन्दा राम्रो रिलेसन दाजु बहिनीमै हुन्छ। हो र बाजिन्द्र, तिमीलाई चाहिँ सबैभन्दा राम्रो सम्बन्ध दाजु र बहिनीको नै किन लाग्छ नि? किनभने नि थाहा छ तिमीलाई, मेरो एउटा बहिनी छ। हामी सँगै मिलेर खाना बनाउने गर्छौँ, सँगै खेल्छौँ र मिलेर काम गर्छौँ। सबै काम मिलेर गर्नु त राम्रो हो, तर खाना बनाउन पनि तिमीलाई बहिनीकै हेल्प नभई हुँदैन र? एक्लै बनाउन सक्दैनौ? थाहा छ, जे काम पनि मिलेर गऱ्यो भने राम्रो हुन्छ। अनि अर्को कुरा चाहिँ के हो भने नि, म आफ्नो बहिनीसँग मिलेर खाना बनाएँ भने घरमा सबैलाई मनपर्छ। प्रवेशको बहिनीसँग नमुनाले प्रवेशको बारेमा सोधेको, कुराकानी गरेको त थाहा पायो, र त्यसैको बदलामा प्रवेशले पनि नमुनाको बहिनीसँग सोधेको छ, र नमुना कस्तो घरमा कस्तो रहेछ भन्ने कुरा चाहिँ अब हामी यो सुनौ है त। नमस्कार श्रोता साथी, आज चाहिँ म मेरो स्टुडियोको साथी नमुनाको बहिनीसँग उसको बारेमा चाहिँ कुरा गर्न गइरहेको छु। तिम्रो नाम? उन्नति बुढा मगर। तिमी र तिम्रो दिदी चाहिँ घरमा चाहिँ कतिको फ्रेन्डली छौ त? हामी एकदम धेरै फ्रेन्डली छौँ। दिदीले चाहिँ के गर्दा चाहिँ राम्रो लाग्छ त तिमीलाई? हाँसेर बोल्दाखेरि। के गर्दा चाहिँ नराम्रो लाग्छ त? गाली गर्दाखेरि। त्यसो भए झगडा त कतिको हुन्छ त? झगडा त्यति हुन्न, ठिकै हुन्छ। त्यसो भए त पढाइमा पनि कतिको सहयोग गर्नुहुन्छ त दिदीले?
हल्का गर्छौँ। ए भनेपछि मम्मी बाबाले भनेको चाहिँ कतिको मान्नुहुन्छ त? हामीले मान्छौँ दुईजनाले। ए त्यसो भए चाहिँ मम्मी बाबा चाहिँ घरमा नहुने बेलामा चाहिँ के गरेर बस्नुहुन्छ त दुईजना? कि टिभी हेरेर बस्छौँ नत्र चलेर बस्छौँ। दुईजनामा चाहिँ बाबा मम्मीले भनेको चाहिँ कसले मान्नुहुन्छ त? मैले। दिदीले भनेको मान्नुहुन्न? हल्का मान्नुहुन्छ, त्यति मान्नुहुन्न। ए त्यसो हो। त्यसो भए अब भने म बिदा हुन चाहन्छु। धन्यवाद। श्रोता साथी, हामीले नमुनाको बहिनीसँग गरेको कुराकानी त सुनिहाल्यौ। बाजिन्द्र, तिमी त आफ्नो बहिनीसँग धेरै मिल्दो रहेछौ है। त्यो कुरा थाहा पाएर मलाई धेरै खुसी लाग्यो। तर तिमीलाई र सृजनालाई पनि त थाहा छ होला, ब्रदर र सिस्टरको रिलेसन पनि दुई प्रकारको हुन्छ, एउटा रगतको नाता र अर्को भावनाको नाता। साथीहरू, एउटै आमाले जन्माएको सन्तानमा एउटै आमाको माया र रगतको नाता हुन्छ भन्ने बुझिन्छ। त्यसैले साथीहरू, तपाईहरू एउटै आमाको सन्तान हुनुहुन्छ भने तपाईहरू बीच रगतको नाता छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ। श्रोता साथी, त्यसै गरी भावनाको नाता भन्नाले कुनै पनि सम्बन्ध जुन भावनासँग गाँसिएको हुन्छ। उदाहरणको लागि कुनै पनि मानिसले अर्को मानिसलाई विश्वास गर्छ र उसँग आफ्नो फिलिङहरू सेयर गर्छ भने त्यसलाई नै भावनाको नाता मान्न सकिन्छ। तिमीहरूले त कति राम्रो उदाहरण दिएर रगत र भावनाको नाता भनेको के हो भनेर बुझाइदियौ। तर जे भए पनि रगतको नाता होस् कि भावनाको नाता होस्, दिदी बहिनी, दाइ भाइ, दिदी र भाइ, यी सबै नाताहरू एकदमै सुन्दर र प्यारो हुन्छन्, होइन त बाजेन्द्र? हो मल्लिका, दिदी बहिनी, दाजुभाइ र दाजु बहिनी बीच रगतको नाता वा भावनाको नाता जस्तो भए पनि प्यारो हुन्छ, तर त्यसभित्र पनि धेरै समस्याहरू पनि त हुन सक्छ। कुनै पनि रिलेसनमा प्रब्लम त हुन्छ नै, त्यसमा पनि ब्रदर सिस्टर एन्ड सिस्टर सिस्टरको। यो राइट सिर्जना, कहिलेकाहीँ त ब्रदर र सिस्टर बीच मिसअन्डरस्ट्यान्डिङ भयो भने सानोभन्दा सानो कुरा पनि ठुलो झगडाको रूप लिन पुग्छ। झगडा भएपछि एकअर्काले पिट्ने जस्ता कुराहरू पनि हुन्छन्। मेरो र मेरो दाइ बीच त यस्तो कुरा धेरै पटक भइसकेको छ। श्रोता साथी, अब भने सिर्जनाले लिएको उसको साथी सम्भवी र उसको बहिनी सम्पदासँगको कुराकानीहरू सुनौ है त। नमस्ते। आफ्नो बहिनीको सम्पदाको नि कुन ह्याबिट चाहिँ एकदम मनपर्छ? मेरो बहिनी एकदम हेल्पफुल छ, अनि कसैलाई गाह्रो परेको बेलामा सहयोग गर्छिन्, अनि पढाइमा ट्यालेन्ट छिन्, ठुलोलाई रेस्पेक्ट गर्छिन्, अनि सानोलाई आफूभन्दा सानोलाई माया गर्ने गर्छिन्। अरू यति। अनि सम्पदा, हजुरलाई चाहिँ आफ्नो दिदीको कुन ह्याबिट मनपर्छ नि? दिदीको पढ्ने ह्याबिट अनि अरूलाई हेल्प गर्ने ह्याबिट, यति। ए, अनि गुड ह्याबिट त भनिहाल्नु भयो, अनि ब्याड ह्याबिट चाहिँ के छ नि सम्पदाको? भनेको अलि ढिलो मान्छ, अनि झगडा गर्छ, अनि एकदम जिद्दी छ। अनि दिदीले त हजुरको ब्याड ह्याबिटको बारेमा हाम्रो श्रोता साथीहरूलाई सुनाइहाल्नु भयो। अनि हजुरले नि भनिदिनु नि त दिदीको ब्याड ह्याबिट चाहिँ कुन छ? दिदीले जे कुरामा नि मलाई गाली गर्छ, अनि जे कुरामा नि टाउकोमा प्याट्ट पिट्छ। अनि अब गुड ह्याबिट र ब्याड ह्याबिट त भयो। अनि त्यसपछि हजुरलाई नि सम्भवी सम्पदाको कुन चाहिँ बानीले गर्दाखेरि एकदम मन दुख्छ? भनेको नमान्दा ऊ सानो भएर नि मलाई गाली गर्दा एकदम मन दुख्छ। ए, अनि सम्पदा हजुरलाई नि? त्यो टाउकोमा प्याट्ट पिटेपछि रिस उठ्छ। ए, अनि त्यसपछि कहिलेकाहीँ होइन यस्तो अन्जानमा गरेको गल्तीहरू आमा बाबाबाट होइन दिदीको कुरा बहिनीले लुकाउने, बहिनीको कुरा दिदीले लुकाउने हुन्छ नि, अहिलेसम्म त्यस्तो रमाइलो केही कुराहरू छ भने? म एकचोटि बहिनीलाई लिएर पढ्न जान्छु भनेर साथीको घर घुम्न गएको थिएँ, अनि बहिनीलाई नभन भनेको उसले त घरमा आएर भन्थ्यो, अनि मम्मी बाबाको गाली खाएँ, त्यही हो। अनि सम्पदा, हजुरको त्यस्तो केही छ र? छैन। अनि हजुरहरू चाहिँ कतिको मिल्नुहुन्छ होइन, अनि कतिको मिल्नुहुन्छ? कहिलेकाहीँ सानो सानो कुराहरूमा पनि झगडा गर्ने, अनि नबोल्ने, रिसाउने टाइपको हुन्छ नि, त्यस्तो केही छ? कहिले कहिले रिस उठ्छ, त्यही पनि आफ्नै बहिनी हो, माया लाग्छ। अनि हजुरलाई सम्पदा? मलाई नि कहिले कहिले रिस उठ्छ। अनि हजुरको बहिनीले हजुरसँग कतिको कुराहरू सेयर गर्नुहुन्छ त नि? सब कुरा मसँगै सेयर गर्छ।
अनि हजुरलाई चाहिँ दिदीले कतिको कुराहरू सेयर गर्नुहुन्छ त सम्पदा? ठिकै। ए अन्त चाहिँ बहिनी चाहिँ घरमा कतिको पढ्छ होइन, कतिको मेहनत गर्छ, अनि घरमा मम्मी बाबाहरूसँग कस्तो व्यवहार छ? पढ्न त एकदम पढ्छ, अनि कहिले भनेको पढ्न ट्यालेन्ट छ, त्यही हो। दिदी चाहिँ कतिको घरमा हुन्थ्यो? उहाँले त अहिले एसएलसी पनि दिइसक्नु भयो होइन, पहिला पहिला कतिको पढ्नुहुन्थ्यो? हजुरले सिकाइदिनुहुन्छ कि नै? अलि धेरै पढ्नुहुन्थ्यो अनि मैले सिकाइदिनुहुन्थ्यो। बाबासँग चाहिँ कहिले पनि त्यसरी रिसाएर बोलेको जस्तो कहिले थाहा पाउनुभएछ? कहिले काहीँ। हजुरले नि? कहिले कहिले। अनि आफ्नो महत्त्वपूर्ण समय दिएर कुराकानी गरिदिनु भयो, त्यसको लागि धन्यवाद। धन्यवाद। ल अहिले बिताउँछौँ है। ल त साथीहरू, साम्भवी र साम्भवीको बहिनी सम्पदासँगको कुराकानी सुनिहाल्यौँ। मल्लिका, तिमीलाई एउटा कुरा थाहा छ? ब्रदर्स एन्ड सिस्टर बीच जति धेरै झगडा हुन्छ त्यति नै धेरै एक आपस बीच माया बढ्छ। त्यो त हो बाजिन्द्र, तिम्रो विचारमा यो कुरा कतिको ठिक होला जस्तो लाग्छ त नि सिर्जना? मलाई त बाजिन्द्रको विचार एकदमै मन पर्यो। जुनसुकै रिलेसनमा पनि झगडा हुन्छ, किनभने रिलेसनमा झगडा भएन भने उनीहरूले आफूलाई मन नपरेको कुराहरू खुलस्त भएर सेयर गर्न सक्दैनन्, अनि आफूलाई मनमा लागेको कुराहरू पनि भन्न सक्दैनन्। तिमीले सही भन्यौ सिर्जना, किनकि झगडाबाट नै एक आपस बीचको मायाहरू देखिन थाल्छ। आफ्नो मनमा उसको प्रति भएको सबै कुराहरू खुलस्त रूपमा बाहिर आउँछ। आफ्नो मनमा कुनै पनि कुरा लुक्दैन। झगडाबाट नै उनीहरूको माया बढ्दै पनि जान्छ, होइन त बाजिन्द्र? हो, जरुरी नै छैन कि कुनै पनि झगडाको कारणले बोलचाल नै बन्द होस्। हो बाजिन्द्र, बाइचान्स कहिले यस्तो कुरा हुन पनि गइहाल्यो भने हामीले त्यो मिसअन्डरस्ट्यान्डिङको बारेमा झगडा नगरिकन त्यसको बारेमा मिलेर कुरा गरी त्यसलाई हटाउन पनि त सक्छौँ। हो नि मल्लिका, यसलाई हटाउन पनि सकिन्छ। यसको लागि एकअर्काको फिलिङ बुझेर एक आपसमा बसेर यो समस्याको समाधान गर्न सकिन्छ। त्यो त हो सिर्जना, जे भए पनि जुन कुरा हामी आफ्नो आमा बुवाहरूसँग गर्न सक्दैनौँ त्यो कुरा हामी आफ्नो दिदी दाई भाइ बहिनीसँग सजिलैसँग गर्न सक्छौँ। पहिला म पनि आफ्नो दाइहरूसँग यस्ता धेरै कुराहरू सेयर गर्ने गर्थेँ। अनि तिमी बाजिन्द्र? मल्लिका, तिमीले आफ्नो दाजुसँग धेरै कुरा सेयर गर्ने रहेछौ। म पनि आफ्नो बहिनीसँग धेरै कुरा सेयर गर्ने गर्छु। तिमीलाई पनि थाहा होला, हामी जुन कुरा पनि आफ्नो दाजु या दिदी बहिनीसँग सेयर गर्ने गर्छौँ। त्यसैले त दाजु या दिदी बहिनीहरूको रिलेसन धेरै राम्रो मानिन्छ नि। हो नि बाजिन्द्र। अनि हाम्रो साथी सन्जु र अन्जुको दिदी मन्जु दिदी पनि यो हाम्रो कुराकानीमा समावेश हुनुहुन्छ नि त, त्यसैले उनीहरूको कुराकानी सुनौ है त। श्रोता साथी, आज चाहिँ म हाम्रो स्टुडियोकै साथी सन्जु दाहालको घरमा छु। आज म उहाँहरूको दिदीहरूसँग कुरा गर्नेछु। सन्जुको मम्मी चाहिँ बाहिर जानुभएको छ, अनि दिदीहरू चाहिँ मन्जु दिदी चाहिँ पढ्दै हुनुहुन्छ र अन्जु हाम्रो स्टुडियोको साथी हुनुहुन्छ चाहिँ चलाउँदै हुनुहुन्छ। अनि सन्जुले चाहिँ आज घरमा मैले देखेको छैन सन्जुलाई, कता गयो, कता गछ? साथीको घरतिर गछ होला। अनि मन्जु होइन, सन्जुको बारेमा गुड ह्याबिट ब्याड ह्याबिटहरू अनि हजुरहरूलाई मनमा लागेको कुराहरू हाम्रो श्रोता साथीहरूलाई भनिदिनु न। सन्जुको ब्याड ह्याबिटै भनेर त्यस्तो ब्याड ह्याबिट चाहिँ छैन होइन, तर अलि ऊ चाहिँ काम गरायो भने चाहिँ अलि झर्किन्छ होइन। सुरुमा चाहिँ काम गर्न चाहिँ मान्दैन, अनि पछि चाहिँ फकिहाल्छ। केही छैन त्यस्तो नराम्रो बानी भन्ने त। अनि राम्रो बानी भनेको चाहिँ जस काम गराउँदा चाहिँ पहिला चाहिँ मान्दैन, तर काम चाहिँ धेरै घरमा सबैले भन्दा चाहिँ बढी गर्छ कि सानो सानो कामहरू। जस्तै अब कोही मान्छे घरमा आउने बित्तिकै अब चिया पकाउने काममा चाहिँ जाउन पकाऊ भने नि पहिला त जान्न भन्छ, अनि त्यसपछि चाहिँ जान्न भने पनि फेरि गएर चाहिँ पकाइहाल्छ। अनि मानिहाल्छ पछि चाहिँ। अनि फेरि अब पानी लिन जाने काममा पनि पहिला चाहिँ जान्न भन्छ, अनि त्यसपछि फेरि झ्याप्प गइहाल्छ एकैछिनमा पानी लिन पनि। अर्को नराम्रो बानी भनेको चाहिँ हामीले भनेको चाहिँ यस्तो अब पढ्नुपर्छ पढ भन्दाखेरि चाहिँ अलिकति टेर्दैन कि, भनेको अलिकति सुन्दैन, त्यस्तो छ बानी चाहिँ। अनि पढ्न भन्दा चाहिँ आज पढ भन्यो भने चाहिँ बढी चाहिँ अब पढ्नमा भन्दा अरूतिरै लगाव गर्छ। नाच्न गाउन चाहिँ अझ अगाडि पढ्न भन्दा, त्यही हो।
अनि एक दिन सन्चुले हाम्रो स्टुडियोमा होइन कुरा गर्दा गर्दा कुरामा कुरा निस्केर भन्थ्यो अनि तिहारमा टिका लगाउँदाखेरि म पहिला लगाउने त पहिला लगाउने भनेर झगडा हुन्छ अरे किन नि त्यस्तो चाहिँ अब धेरै दिदी बहिनी भएर होला नि हाम्रो चाहिँ अब 4 जना दिदी बहिनी होइन त्यसपछि चाहिँ अनि उसलाई चाहिँ जे काम पनि अगाडि गर्नुपर्ने कि अनि त्यही भएर चाहिँ तिहारमा टिका लाउँदा पनि उसलाई चाहिँ अगाडि नै मेरो पालो आयो हुन्थ्यो भन्ने उसको चाहिँ सोच अनि सन्चुले यो पनि भनेको थियो कि अब मन्सु दिदीले चाहिँ म पहिला जन्मिएर त अनि अन्चुलाई बोलाएर त अन्चु जन्मियो अनि अन्चुले चाहिँ सन्चुलाई त्यही भन्ने त्यस्तो नि गरिन्छ अरे नि त हो अब त्यो चाहिँ यस्तो हो अब जसको घरमा पनि हुनसक्छ होइन अब जेठोबाट छोरी भइसकेपछि चाहिँ अब मन्जु दिदी जेठोबाट छोरी भइसकेपछि चाहिँ दिदीले चाहिँ अलिकति बहिनीहरूलाई चाहिँ अन्डरमा ल्याएर काम गराउनुहुन्छ नि त होइन र तिमीहरूले यो गर तैँले यो गर भनेर यसरी काम गराउनुहुन्छ अनि त्यही काम गर्ने सन्दर्भमा चाहिँ तपाईँले गर्नु न भनेर भनिन्छ नि त हामीले अब सन्जुले मैले भनिन्छ अनि त्यही भन्दाखेरि चाहिँ अनि यो दिदी नभइदिएको भए त्यस्तो यस्तो खालको सोच पनि कहिलेकाहीँ काम बढी गर्नु पर्दाखेरि केही कुरामा चाहिँ आउन सक्छ नि त अनि त्यही सन्दर्भमा चाहिँ अब अनि दिदीले चाहिँ मैले गर्दा त तिमीहरू जन्मेको नि म नजन्मेको भए कसरी आउँथ्यो भन्ने एउटा उहाँ फर्स्टमा जन्मेको त्यस्तै हिसाबले पनि भनेको हुनसक्छ अनि उसको सन्जुको नि कुन ह्याबिटले एकदमै अहिलेसम्म कुन चाहिँ त्यस्तो ह्याबिटले मन दुखेको छ त्यस्तो मन दुखेकै ह्याबिट कुनै छ र मन्जु खासै छैन त्यस्तो त खासै मन दुखाउने गरी चाहिँ बोल्दैन त्यही हो काम गराउने बेलामा चाहिँ पहिला झट्टै चाहिँ काम गर्छु भनेर चाहिँ अघि सर्दैन तर पछि चाहिँ गइहाल्छ काम गर्नु फेरि अनि दिदी बहिनी बीच कतिको झगडा हुन्छ झगडा चाहिँ हुन्छ होइन नहुने त अब कोही दिदी बहिनीको नि नहुँदैन होला नभएको छैन होला भनिन्छ नि झगडामै माया हुन्छ भन्छन् होइन झगडा कहिलेकाहीँ पर्छ अब ट्याक्क टुक्क दिनमा 3-4 चोटि परेकै हुन्छ विशेष झगडा भनेको टिभी हेर्ने क्रममा पनि पर्छ होइन उसले चाहिँ धेरै जस्तो सिरियल हेर्न एकदम रुचाउँछ म चाहिँ सिरियल भन्दा पनि बढी गीतहरू दिदी चाहिँ गीतहरू सुन्नुहुन्छ म चाहिँ नेपाली टेलिभिजनहरू टिभी फिल्महरू एकदम हेर्न रुचाउँछु अनि टिभीकै सन्दर्भमा पर्छ धेरै जस्तो झगडा अनि कामको सन्दर्भमा पनि पर्छ अनि कहिलेकाहीँ दिदीको कुरा बहिनीले लुकाउने बहिनीको कुरा दिदीहरूले लुकाउने हुन्छ नि मम्मी बाबासँग त्यस्तो केही रमाइलो घटनाहरू छ त्यस्तोको कुरा गर्नु पर्दाखेरि चाहिँ एकचोटि सानोमा होइन हाम्रो चाहिँ तल घर हुँदाखेरि चाहिँ एउटा सानो मेवाको बुट थियो होइन अनि त्यो बुट चाहिँ हामी चाहिँ दिदी र म चाहिँ अलिकति ठुलै थियौँ होइन अनि त्यसपछि चाहिँ अनि एक दिन के भयो भने सन्जुले चाहिँ त्यो हामीले चाहिँ मेवा झराल्यौँ होइन दिदीले र मैले मिलेर मेवा झराल्यौँ अनि त्यो मेवा झरालेपछि चाहिँ अब दोष चाहिँ कसलाई लाउने होला अब हामीले झरालेको भन्यो भने चाहिँ स्योर मम्मी ड्याडीले कराउनुहुन्छ घरमा आएपछि अब त्यो दोष चाहिँ सन्जुलाई लाउनु पर्यो सन्जु सानो थियो अनि त्यसपछि चाहिँ अनि सानो बेलामा चाहिँ अब सन्जु डोकोमाथि चढेर त्यो झरालेको भनौँ भनेर चाहिँ प्लान बनाइयो होइन अनि मम्मी आएपछि चाहिँ त्यसरी नै भनियो अनि बहिनीलाई चाहिँ दोष लगाइयो अनि बहिनीलाई दोष लगाउने बेलामा खाने अनि अब तिमीलाई दोष लगाउँछौ तिमीले झरालेको भन भनेर खाने बेलामा चाहिँ त्यस्तो भनियो होइन अनि उसले हुन्छ भन्यो अनि पछि चाहिँ उसले चाहिँ मम्मी आइसकेपछि चाहिँ रुनी क्रममा अब त्यस्तै केही क्रममा अब दिदीले प्याट्टापुट्टा लगाइहाल्ने बानी होइन त्यस्तै क्रममा चाहिँ मम्मीलाई भनिदियो कि त्यस्तै सन्जुको चाहिँ भन्दिनँ भन्छ अनि कुरा फुत्काइहाल्छ सन्जुको चाहिँ सानैदेखिको बानी चाहिँ अझ झन् तोदिन कि अब मम्मीले फेरि कहाँ सन्जुले भेट्टाउँदैन होला यो झार्न सन्जुले कहाँ भेट्टाउने भनेर भन्नुहुन्छ भनेर चाहिँ फेरि हामीले चाहिँ नापेको के अझ भेट्छ कि भेट्दैन भनेर त्यसपछि डोकोमाथि चढेर चाहिँ ठ्याक्क त्यो मेवा चाहिँ भेट्ने थियो कि उसलाई चाहिँ नापेको पनि हो कि हामीले आफ्नो महत्त्व दिएर हामीसँग कुराकानी गरिदिनु भयो होइन मन्जु दिदी अनि अन्जुले अनि सन्जुको बारेमा केही कुरा हामीसँग सेयर गर्नुभयो त्यसको लागि हजुरहरू दुईजनालाई पनि थ्याङ्क यू है सन्जु तिमीलाई एउटा कुरा थाहा छ के म तिमी नभएको बेलामा तिम्रो घरमा गएर मन्जु दिदी र अन्जुसँग कुरा गरेर आएँ नि ला के भन्नुभयो होला है मेरो बारेमा दिदीहरूले त्यस्तो खासै केही त भन्नु भएन तर तिमीले एउटा सिक्रेट थाहा पाए के हो भन न तिमी चाहिँ एकदम जिद्दी छेउ रे होइन अनि काम गर अनि यो गर भन्दाखेरि सुरुमै गर्दैन अरे अनि सानोको पाएँ नि के हो त्यो सानोको कुरा अनि सानोमा नि दिदीहरूले मेवा झारेर खाँदाखेरि तिमीले त अनि मम्मीलाई नभनिदेऊ मैले झारेको भनिदेऊ भन्दाखेरि तिमीले किन मलाई दिदीले पिट्नु भयो अनि मलाई चाहिँ रिस उठ्यो सानोबाट रिसाउने बानी अनि मैले नि भनिदिएँ दिदी म अनि तिमी है मलाई त तिम्रो दिदीहरूले तिम्रो गुड ह्याबिट ब्याड ह्याबिट अनि
सबै कुरा मसँग सेयर गर्नुभयो होइन। तिमीलाई चाहिँ के भन्नु हुँदो रहेछ तिमी नै सोध न त एकचोटि दिदीहरूसँग। हुन्छ सोध्छु। ल जाऊ है त तिमी। हुन्छ। दिदी हजुर, हजुरलाई मेरो बानी कस्तो लाग्छ? तेरो बानी कस्तो हुने? ठिकै छ, कहिलेकाहीँ झर्किन्छ, रिसाउँछस्, त्यस्तै त हो। अनि मेरो मनपर्ने बानी चाहिँ के नि? केही छैन है मन्जु दिदी? खासै छैन, जे भन्यो भने नि पहिला रिसाइहाल्छ है। त्यही भनेको काम पनि ठिकसँग गर्ने होइन, राम्रोसँग गर्दैनस्। तेरो खासै मनपर्ने भनेर चाहिँ के भन्ने, कहिलेकाहीँ चाहिँ मानिहाल्छस् होइन, कहिलेकाहीँ चाहिँ अब बिरामी भयो बेलामा यस्तो गर्नु बहिनी भन्यो भने चाहिँ मान्छस् होइन, तर खासै तैँले भनेकै टेर्नी चाहिँ होइनस् के। भनेपछि मेरो नराम्रो बानी चाहिँ सबै होला है? त्यस्तो सबै चाहिँ नभनौँ है, अब त्यस्तो सबै नराम्रो त कहाँ छस् र, बरु सुधार गर्नुपर्ने कुराहरू चाहिँ धेरै छन्। के हो भन्नु न त, म सुधार गर्छु। अब जस्तै पढ्ने बेलामा पनि जतिखेर नि त टिभी हेर्छस् नि त, अब होमवर्क गर्दै टिभी आँखातिर हुन्छ, हात मात्र त्यो कपीमा हुन्छ, त्यस्तो गर्दा त कहाँ हुन्छ त नि होइन अन्जु? त्यही हो तेरो नराम्रो बानी भनेको। अनि त्यसपछि काम गराउने बित्तिकै चाहिँ झ्याप्प हस् भनेर चाहिँ कामै गर्दैन होइन, अनि एकचोटि चाहिँ गर्दिन भन्छ, अनि त्यसपछि फेरि बल्ल लास्टमा काम गर्छ होइन। काम साँचे के अरे खाना साँचेहरूलाई काम साँचे आफैलाई भने जस्तै त हो नि। त्यही भएर काम चाहिँ किन साँच्ने होइन, गर्नै पर्ने भएपछि त गरिहाल भन्ने चाहिँ त्यही हो। भनेपछि चाहिँ मैले यो बानी सुधार्नु पर्यो है। अनि दिदी मैले चाहिँ कहिले तिमीहरूलाई मन दुख्ने कुरा गरेको छु? त्यस्तो मनै दुख्ने गरेर चाहिँ तैँले केही कुरा गर्दैनस् होइन, किनकि अब आफ्नै बहिनीले जे भने पनि आफ्नै जस्तो लाग्छ है मन्जु। अच्छा, मलाई त झन् पहिला सुरु हात जान्छ, प्याट्ट पिटिहाल्छ, अनि एकैछिनपछि फेरि माया लाग्छ, किन पिटे यस्तो हुन्छ। तर के गर्नु, अलिक गर्दैनस्, त्यही भएर झ्याप्प पिट्नै पर्छ, कराउनै पर्छ, त्यही हो। अनि हजुरले चाहिँ सिर्जनासित चाहिँ मेरो सानोको बानी मैले त्यस्तो हजुरहरूकै त गल्ती थियो त्यतिखेर, तैपनि नभन भनेको कुरा अब सानैबाटको बानी मेरो भनिहाल्ने, मनमा केही कुरा नि मैले भनिहालेछु, त्यस्तो कुरा नि सेयर गर्नुभएको रहेछ नि है सिर्जनासित। अब कुरा गर्ने क्रममा अब केही प्रसङ्ग अब कुरामा कुरा चलिहाल्यो अनि भनिहाल्यो नि। ल त नि दिदी बाई, म जान्छ है आज। बाई बाई बाई। सन्जुको गोप्य कुरा आज पो थाहा भयो। हो त नि बाजेन्द्र, आज त हामीले आफ्नो धेरै साथीहरूको धेरै सिक्रेटहरू थाहा पायौँ। यसै गरी स्टुडियोको साथी किशोरले उसको साथी सुलभ र सुलभको बहिनी सुजिनासँग यसै विषयमा कुराकानी गरेको छ, सुनौ है त। नमस्ते। तपाईँलाई आफ्नो बहिनीको के गुड हेबिट छ जस्तो लाग्छ भन्नुहोस् न त। गुड हेबिट नै छ, ठिकै छ। कस्तो गुड हेबिट छन् होला? गुड हेबिट्सहरू राम्रोसँग पढ्ने, मिहिनेत गर्ने, समयमा भात पकाउने, मम्मी बाबा दुःख गर्न जाँदाखेरि मम्मी बाबालाई सहयोग गर्ने, लुगा दिने। अनि सुजिना, तपाईँको बारेमा दाइले त धेरै राम्रो गुड हेबिट भन्नुभयो, अनि दाइको चाहिँ कस्तो हेबिट छ जस्तो लाग्छ नि? दादाले मलाई कहिले नि त्यत्तिकैमा हात छैन, अनि केही जाने छैन भने सिकाइदिनुहुन्छ, आधा बहिनी सानोलाई माया गर्नुहुन्छ, पढ्नुहुन्छ, त्यही हो। तपाईँको बहिनी सुजिनाको चाहिँ कस्तो ब्याड हेबिट छ जस्तो लाग्छ नि तपाईँलाई? ब्याड हेबिट चाहिँ त्यति भन्न मिल्दैन है, तर अलिअलि चाहिँ ब्याड हेबिट चाहिँ छ। कस्तो नि? अब जस्तै घर बस्दाखेरि कहिलेकाहीँ रिस उठ्छ नि, त्यति बेला सिसा फुटाल्ने। दाइको चाहिँ के ब्याड हेबिट छ जस्तो लाग्छ भनिदिनु न त तपाईँले पनि। दादाले कहिलेकाहीँ हात उठाउनुहुन्छ, अनि रिस उठ्यो भने क्वेसन सोध्यो भने सिकाउन जाऊ भन्छ। अनि तपाईँहरू चाहिँ कतिको मिल्नुहुन्छ एकअर्कासित कि कतिको झगडा हुन्छ? त हुन्न के अरे, धेरै झगडा त्यस्तो भएको। तपाईँहरूले मिलेर होइन आमा बुवासित लुकाएर अब बहिनीले दाइलाई यसो बचाउनलाई, बहिनीले दाइलाई बचाउनको लागि बाबा मामाले गाली दिनुहुन्छ कि भनेर लुकाउने, अनि त्यस्तो केही गरेको छ कि छैन नि? त्यस्तो त छ। के हो नि? त्यो दादाले एकपटक अस्ति नै घरमा त्यो ऐना फुटाएको थियो, अनि हामीले लुकाएर आएका थियौँ, अनि त्यसको सट्टा पछि त थाहा केही गर्नु भएन। भन्दैन भनिकन बसेको, तर आफै थाहा पाउनु होला भनेर लुकाएर राख्नुभएको होइन? पछि भन्ने होला भनेर बसेको थियौँ आफै।
कस्तो रमाइलो कुराकानी है सुलभ र सुजिनाको। मलाई त एकदमै मन पर्यो, श्रोता साथीहरूलाई पनि मन पर्यो होला। अब हाम्रो क्विज सेगमेन्टको पालो भएको छ। मिलिजुली बोलौँ क्विज सेगमेन्ट अन्तर्गत हामीले अघिल्लो हप्ता नेपालमा मात्र पाइने चरा कुन हो भनेर सोधेका थियौँ, जसको सही उत्तर रहेको थियो काँडे भ्याकुर। हामीलाई सही उत्तर पठाउने साथीहरू मध्येबाट गोलापर्थद्वारा विजय हुनुभएको छ एसओएस हर्मन जेमिनियर स्कुल पोखराबाट ग्रेमी ढुङ्गाना। बधाई छ साथी ग्रेमीलाई। अब भने यो हप्ताको प्रश्न रहेको छ, नेपालमा पहिलो पटक चर्खा भित्र्याउने व्यक्ति को हुन्? प्रश्न पुनः एकपटक, नेपालमा पहिलो पटक चर्खा भित्र्याउने व्यक्ति को हुन्? तपाईँलाई लागेको सही उत्तर हाम्रो फोन नम्बर 98 468 15100, फोन नम्बर पुनः एकपटक 9846815100 मा आफ्नो पुरा नाम र ठेगाना सहित लेखेर पठाउनुहोला। हामी विजेताको नाम कार्यक्रमको अर्को श्रृङ्खलामा घोषणा गर्नेछौँ। क्विज सेगमेन्टको साथसाथै अब भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। तपाईँहरूलाई हाम्रो कार्यक्रम मिलिजुली बोलौँ कस्तो लागिरहेको छ? कुनै सल्लाह सुझाव वा प्रतिक्रिया भए हाम्रो फोन नम्बर 9846815100 मा फोन गरेर शनिबार बिहान 10 बजेदेखि 12 बजेसम्म आफ्नो कमेन्ट्सहरू आफ्नै आवाजमा रेकर्ड गराउन पनि सक्नुहुन्छ। र यसका साथै हाम्रो फेसबुक पेज मिलिजुली बोलौँमा लाइक गरेर हाम्रो गतिविधिहरूको बारेमा अपडेट पनि गर्न सक्नुहुन्छ। यसको साथसाथै अर्को हप्ता यस्तै रमाइलो कुराकानीका साथै उपस्थित हुने बाचाका साथ म सृजना, म मलिका र म बाजिन्द्रलाई बिदा दिनुहोस्। नमस्कार।